नमस्कार। एउटा भारतीय चलचित्र जगतमा अत्यन्तै प्रख्यात गीत छ जुन प्रेमको विषयमा रहेको छ, जुन यस्तो छ, किसी से तुम प्यार करो तो फिर इजहार करो, कहीं न फिर देर हो जाए, कहीं न फिर देर हो जाए। त्यसलाई नै बुद्धिसागर दाईको फिरफिरी उपन्यासमा निकै राम्रो ढङ्गले लेखिएको छ, जसमा एकजना पात्र हुनुहुन्छ। म तपाईहरुलाई स्पोइलर दिन चाहन्न, जसलाई यहाँ पात्रले भनेको छ, हाइकोर्ट तिमीलाई के थाहा, कसैलाई माया पनि मनमा नै गरेर हुन्छ भन्नुपर्छ भावी। असारे पनि मलाई धेरै माया गर्थे, तर भन्थेन। होइन होइन, अलिअलि त भन्थे। अहिले घर आए एक्लै हुँदा उनले भनेको आवाज कुना कुनाबाट निस्केर आउँछ। यसो सोच्छु, असारेले कति थोरै भनेर गइछन्। अलि धेरै भनेको भए अहिले मलाई सम्झिन कति काम लाग्दो हो। मनको कुरा भनिहाल्नुपर्छ। कहिले काहीँ त भनुला भन्दा भन्दै आँखै अगाडिको मान्छे कहिल्यै नदेखिने गरी हराएको थाहै हुँदैन। एन्ड अफ द कोट। यस्ता धेरै 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 घतलाग्दा पोइन्टहरूको चाहिँ यो सञ्जाल हो यो फिरफिरे किताब, र यसलाई मैले 2025मा 2 चोटि पढेको छु। र म जस्तो व्यक्ति जसले किताबको विषयमा धेरै त्यति ज्ञान छैन, भर्खर सुरु गरेको, त्यो व्यक्तिले 2 चोटि पढ्यो भनेपछि यसमा केही त पक्कै छ। यसको कथावस्तु, यसको भूगोल, यसको पात्रहरूको दुःख, पात्रहरूको खुसी, सबै कुरा लेखकले यति मिठो, यति चट्ट परेको लेख्नु भएको छ। यसको कथावस्तु, यसको कथाको भूगोल, ठाउँ, इङ्गित गरिएका सम्पूर्ण पात्र र पात्रले देखेको उनीहरूको सानो संसार, ती सबैसँग यसरी आफू जोडिन पुग्छौँ। भलै हामी त्यो क्षेत्रको नहौँ, तर हाम्रो कल्पना शक्ति चाहिँ यति बलियो भइदिन्छ, यति तागतिलो भइदिन्छ कि हामी त्यहीँ छौँ जस्तो लाग्छ, हामीले त्यो भोगेको जस्तो लाग्छ। एउटा सिन छ यहाँनिर जहाँ चाहिँ एउटा पात्रलाई चाहिँ गाउँबाट खेदाइन्छ। त्यति बेला सायद हृदय नहुने नै रुन्छ होला। 2 चोटि पढेँ, 2 चोटि नै त्यो कथावस्तु आउँदाखेरि म रोएको छु। र त्यही एकदमै खतलाग्दो छ विषय। र यसमा एउटा लेखक कति चलाक छन् भनेर चाहिँ म एउटा पात्र कहाँबाट भन्न चाहन्छु भने नेपालगञ्जको एउटा सिन हुन्छ। त्यहाँनिर चाहिँ पवन मुनमुनलाई भेट्न गएका हुन्छ, र त्यस बेला चाहिँ लेखकले लेख्नुहुन्छ, टाढा कतै मस्जिदबाट आजानको आवाज आउँछ, र आजानको आवाजपछि उहाँले ठ्याक्कै 5 वटा प्रेयर गरी माग्नुहुन्छ, र नमाज पनि 5 वटै हुन्छ दिनमा। त्यस कारणले त्यो चाहिँ मैले सोचिहेर्दाखेरि चाहिँ कति चलाक छन् लेखक भन्ने त्यहाँबाट बुझ्न सकिन्छ। र किताब पढेपछि सबै थाहा हुन्छ। त्यही नै थियो बुक रिभ्यू फिरफिरेको मेरो नजरमा। अब भर्खर सुरु गरेको, रिभ्यू त्यति राम्रो भएन होला, बट यु स्टिल गट द पोइन्ट, राइट? सुन्नेलाई सुनको माला, भन्नेलाई फुलको माला, यो कथा वैकुण्ठ। धेरै धेरै धन्यवाद हेरिदिनु भयो। हामी यस्तै रिभ्यू लिएर आउने छौँ। मैले 2025मा धेरैवटा किताब पढाएको छु, तीबाट मैले बुझेको जानेको कुराहरू तपाईहरु सामु पस्किनेछु। आई होप यु लाइक इट। Peace. Bye bye.